काइलुङदुङ जाँदा भेटिने यो तमर खोला है। अन्त पारी देखिने दृश्यहरू त्यसरी नै यहाँनिर काइलुङदुङमा जब जान्छौँ हामी तब त्यो भिरहरू काटेर सानसानोहरू त बाटो मात्रै रोडहरू खनेको रहेछ कि, त्यही भएर कति घटाकुटुकहरू रहेछ। त्यसले गर्दा उकाली ओह्राली यहाँनिर सबै मजा चाहिँ के रहेछ भने नि गाडीहरू सबै 4 व्हिल बनाएको रहेछ नि त। अन्त जस्तो उकालो जतिको ढुङ्गाहरू भेटे पनि मजाले चढ्दो रहेछ के। हेर्नुहोस् न यहाँ पारी हो त्यो भिरमा निकालेको बाटोहरू। काइलुङदुङको अगाडि लास्ट घरमा पुगेको छौँ। अब यहाँनिर हामी खाजाहरू खाएर काइलुङदुङतर्फ जान्छौँ। यहाँ नेपालको टोलीहरू हुनुहुन्छ भने हामी सिक्किमको टोलीहरूसँग मिलेर जम्मा 8-9 जनाको टोली एक गाडी नै छौँ। यो गाउँमा चाहिँ विशेष चाहिँ अलैँची चाहिँ साह्रै दामी लाग्यो। सिक्किमतिर त अलैँची अब मासिनु थालेको छ कि, तर यहाँनिर चाहिँ अलैँची त दामी रहेछ हौ। फाक्तालुङ छ क्वार्टर लुङथुङ क्वार्टर यसलाई चाहिँ भनिन्छ। फेरि फाक्तालुङ 5-6 चाहिँ यहाँ भनिन्छ भने उता है फेरि पल्लो लुङथुङ भनिन्छ। ए अच्छा अच्छा, त्यसको लागि आउनुभएको तपाईँहरू घुम्नु? हजुर, काइलुङदुङमा गएको नि त यता। त्यो लुङदुङ छ नि हल्लिने ढुङ्गा। लुङथुङ भने उयो पर ए यहाँ रे उता लेलेप भनेको लेप्चुङ भनेको त आफ्नो लेप्चुङ भनेको त अलिक त हजुर। तर त्यो चाहिँ तपाईँहरूको यो लिम्बूकै लिम्बुवानकै हो भन्ने चाहिँ हामीले अब धेरैजना आइसक्नुभयो यहाँ। ए तपाईँ चाहिँ तामाङ हुनुहुन्छ? मेन्जो सेन्जो खाजा खुवाउँछ आफै अर्कालाई हेराउँछ। हामी झाँक्रीहरूले तपाईँहरू चाहिँ हल्लिने ढुङ्गा भन्नुहुन्छ? हामी हल्लिने ढुङ्गा भन्नु हल्लिन्छ त्यो माथि चढ्नुपर्छ, हल्लिन्छ। अनि अलिक पोट्रो भन्दा पनि छेउ नजिकैमा यति एक अर्को फराकमा चाहिँ त्योभन्दा अग्लो यसरी बसिया छ। त्यसमा चाहिँ सत्य हमारले लत्तालाई दिएर यो दुइटै खुट्टाको छाप छ, यसो लत्ताले दिएर छुट्याइदिएको त्यो खप्टेको थियो अरे भनाइ छ। अब त्यो कहाँसम्म सत्य त हो? यो नागेर पल्लोपट्टि जाँदा फले ठ्याक्कै पुग्छ ठ्याक्कै पुग्दैन। मुनि नै ग्याप्लातिर पुग्छ। ग्याप्ला चाहिँ पुग्छ। म त शेर्पा भन्छु। भोटे भनेको चाहिँ कस्तो भने यहाँ टिबेट बस्नेहरूलाई चाहिँ भोटे भन्छ। पहिला दलाइ लामा हुँदाखेरि टिबेट उनीहरूले अब्जर्भमा लिए नि त, त्यति बेला खम्बाहरू भागेर आए। टिबेटदेखि आएकोलाई भोटे भने हो, भोटे भन्ने। हाम्रो यहाँ जन्मेकोलाई अब शेर्पा भन्छौँ। टिबेटदेखि धेरै बस्या त यो माथि मुस्ताङमा होइन? लिम्बू आएको, लिम्बूको बस्ती थियो जस्तो लाग्छ पहिला। अब लुङथुङ पनि किनभने लुङथुङको नाम कसरी राख्यो अरे भनेदेखि पाएकोहरूले भनेअनुसारले चाहिँ लुङ भनेको चाहिँ ढुङ्गा अरे। अनि त्यो ढुङ्गामा यसरी गाउँदा थुङ बज्थ्यो अरे। अनि त्यही कारणले चाहिँ यसको नाम चाहिँ लुङथुङ राखेको अरे भन्छन्। अब यो पारी हेर्नुहोस्, यो पारी यो ठाउँ चाहिँ लिम्बूको रसोबास रहेछ। पक्कै पनि याद गर्नुभयो होला नि, अगाडि यहाँनिर तामाङ शेर्पाहरू बसोबास गरे तापनि यो ठाउँमा अगाडिको थिए भन्ने कुरा हिस्ट्रीहरू चाहिँ उहाँहरूले नलुक्कै भनिदिँदो रहेछ नि त। त्यति चाहिँ दामी लाग्यो उहाँहरू पनि हिस्ट्रीहरू कसको हो के रहेछ भन्ने कुरा चाहिँ उहाँहरूले भनिदिँदो रहेछ क्या। यो काइलुङदुङ चाहिँ कसरी भयो त्यो बारे बताइदिनुहोस्। अब काइलुङदुङको बारेमा मेलसम्दी नाम्याक्ने तुम्बु सावाजी पुङजिमबरे खिन्दाङ सयो गोराका यो सुलुङमा मुकुमलुङमरे कुसा लहादङना थोसु लुङमा फियामलुङमरे कुसा सुहाम्बेबा खुचिना मुरिङला खालिङला तम्बे तुमदुङ सोलाला सो तम्बे हट्ना सेन्दी तुम्मालु रहेछ भने अर्थ के भनेदेखि हाम्रो पहिलो मानवका चाहिँ दोस्रो पिँढीका सुस्वेङ लालावाङ या सावाजी पुङजिम्बा नामक एउटा पहिलो मानवको सन्तानहरू दुईजना के अरे श्रीमती दुईजना थिए। दुईजना श्रीमतीबाट मुकुमलुङमाको गर्भबाट
चेली लाहादङनाको जन्म भयो। खियामलुङमाको कोखबाट सुहाम्फेबोको जन्म भयो। श्रीमान चाहिँ सुसुबेन लाला सुसुबेन लाला साहै पुगेमा अघि भने अनि त्यो भएको हुनाले उनीहरूलाई चाहिँ फेरि यो सुलुङमा मुकुमलुङमाको सुसारेनीबाट जन्मियो यो सुखेवा साङदाङ खेवा। अब अर्को चाहिँ सुसारेनीको नाम अब के अरे मलाई त्यो थाहा भएन। अब नभए कुरा होइन त्यहाँ कसैले चोसाङलीमा र चोसाङलीमा के भनेका छन् र अब माथिबाट पनि के अरे लिङदङ खेवा जन्मियो माथिको सुसारेनीबाट। त्यसले गर्दा तिनीहरू दुईवटा साङदाङ खेवा लुङदङ खेवाले चाहिँ पाञ्जिरी पाम्पोतो साथी तिनीहरू चाहिँ के भन्दाखेरि अर्कालाई झुक्याउने फसाउने। त्यसले गर्दा खुन्ची चाहिँ फेरि उसीमा भन्दा लाहादङ नानु सुहाम्बेको काहीँ क्याम्पस सोधो क्याम्पस तिमीहरू त नाच्दा केही लाग्दैन। त्यसले गर्दाखेरि त्यहाँ किमको लक्ष्य दिनु भन। त्यो चाहिँ कहाँदेखिसम्म सुरु भयो भन्दाखेरि लाहादङ नाले चाहिँ माथि मेरो सुहाम्बे माइती छ भनेर तलदेखि अमलारी पेत्तारी सुगा हाक्छु भनेको चाहिँ अमलारी अहिले भने सुनखरी भन्छ त्यसलाई नेपालीमा। सुनखरीको चाहिँ झोलाहरू पठाइदियो। यतादेखि चाहिँ सुहाम्बेले चाहिँ सकपरी मेम्बरी मिक्ला परी ठोक्तामा यो सिम्बो हाक्छु भनेपछि त्यसरी चाहिँ माइतीले पनि मालिकको काहीँहरू ठाकुरहरू बनाउँदै पठाउने ओर्दर भइरहँदाखेरि पाम्भोतो सारले साङदाङ खेवा लिङदङ खेवा तिमीहरू के को खान्छ त्यहाँ सुम्बो वार खाक्नेसी किन चाहिँ त्यो ओर्दर चाहिँ तिमीहरू आफ्नो आफ्नो सिटको के अरे आदान प्रदान गर्छौ त्यहाँदेखि किम लगाएको छ तिमीहरू विवाह गर्दा हुन्छ बिहा गर भन्नु भाङको पाम नहोची बाँकीलाई तुमदुमसो लालासो त्यहाँदेखि म सेन्तीको तुम्बा मेरो भनेपछि त्यो मुरिङलाको तुमदुम लाला सोत्यान्डीमा चाहिँ उनीहरूले शान्त गरेर भेट गराए। खल्लाको खुन्ची अल खै तुमदुमसो लाला सोत्यान्डे सेन्ती तुम्मालो रहेछ बाङको खुन्ची पाउनु लाङ बोलो वान्दे पाउनु चाहिँ वजी के लाग्नु थानेसी अनि काहीँ लुङ्गु के अरे स्याङ काहीँ पोतसिलेको लुङदाङ मेन चाहिँ त्यसले मुन्दुबा के अरे अब हामी शान्ति मुन्दुम भनेको त त्यो तुमदुमसो लालासो ठाउँ भन्ने ठाउँदेखि चाहिँ भेट भइसकेपछि उनीहरू माया प्रीतिको कुराहरू गर्दै यस ठाउँसम्म आइपुग्यो। त्यो तुमदुमसो लालासो चाहिँ कुन ठाउँ भोलि हामी पुग्छौँ के अरे मुरिङलाकै छेउमा त्यहाँदेखि यहाँ आएर चाहिँ उहाँहरूले शारीरिक सम्बन्ध राखेको हुनाले यो ढुङ्गा लाहादङ त्यसैले चाहिँ यो हल्लिन्छ भन्ने हाम्रो मुन्दुमले भन्छ याक्टु मुन्दुमले त्यो बाटो र यहाँ कयो काहीँ पो त्यसको खुन्ची गयो म मेसेन देसिन काफायाम्बे मेसेन देसिन उनीहरूको चाहिँ के भनेदेखि शारीरिक सम्पर्क भइरहँदाखेरि चाहिँ उनीहरू फेरि छुट्न सकेन किन छुटेनन् भन्दाखेरि काहीँ पपमा रहे त्यो चाहिँ नाता भएको हुनाले चाहिँ उनीहरूमा त्यो संसर्ग सके पनि उनीहरू एक आपसमा अलग गर्न सकेन। त्यसैले गर्दाखेरि सबमा माग्नु तुम्बुहरू त्यतिखेर चाहिँ देवताहरूको पालामा चाहिँ के गरेर भने ससिङ खाङले याङसिङ खाङले ससिङ भनेको चाहिँ सखुवाको याङसिङ भनेको चाहिँ चिलाउने हो। त्यसले लागल्ला एटनामे नामगल्ला एटनामे अनि त्यो खाङले गलले चाहिँ छुट्याउनको लागि चाहिँ गललाई दुरीतिर गल भनेको ठुलो ढुङ्गाहरू पल्टाउनलाई झम्पलको काम गर्छ। पहिले फलामको झम्पल थिएन साइन्समा त उत्तोलक भन्छ हामी खाङले भन्छ उत्तोलक गलको प्रयोग गरे छुटेन खुन्ची नामा कफायाम्बे मेसान देसिन उनीहरूको शरीर अलग हुन सकेन। त्यो गल लगाएको चाहिँ यता कहाँ भन्नुभयो नि अघि यही क्षेत्रमा चाहिँ उनीहरूले के गर्यो भन्दाखेरि नाम्योबा गर्छ नि यहाँ नाम्योबा यक्चपै मिजोगाङको त्यहाँ राख्यो। नाम्योबा भन्नाले तितेपातीको चाहिँ राख्यो यो नाम्योबा तितेपाती अनि त्यो राखेको अवस्थामा यो तितेपातीले चाहिँ के गरिदिएको नाम्योबा यक्चै थियो झुपडी बनाइदिए भने छुट्टै झुपडी बनाएर अब सबैले देख्दा लाज मर्दो हुनेको अनि उनीहरूले चाहिँ झुपडीभित्र लुकाएर राख्यो।
Hingga yo mo puji putam tiasi abu sedam tiasi la the thabasa payak mede. Yeyem mede. Phebasa payak abu sayo mo thaptusi. Hekyang lo unji kapayam besen sersi. Maksud अब त्यहाँ चाहिँ के भन्दाखेरि त्यो तितेपातीको झुपडी बनाएर राखे त्यहाँभित्र थुनेर पछि चाहिँ कतिखेर त्यो सबै सन्तानहरू जन्मिसकेपछि मात्रै उनीहरूको के अरे शरीर चाहिँ छुट्यो सन्तान चाहिँ पयाक जन्मिए अनि मात्रै उनीहरूको छुटिए सर यो झोपडी चाहिँ कहाँ बनाएको थियो झोपडी त अब यो यहाँ चाहिँ नि लाखाले नाम यही कहीँ लुङथुङ यही छेउमा यसलाई के भन्छ अब यो सोध्ने पर्ने हुन्छ यही एरियामा पर्छ होइन अब त्यहाँदेखि अरू के त्यसपछि ती शाखा सन्तान चाहिँ कोहरू केहरू भए अब त्यो त्यहाँ चाहिँ त्यसरी जन्मिए जन्मिसकेपछि त्यो जन्मिएका बच्चाको दिशा खान चाहिँ कुकुर आयो भन्छ ख्याबमा खान चाहिँ लाहादङनाले न लेक्चर तामजुके लाले बया चाहिँ थास या पिम्मो चाहिँ भनेको त्यो त्यतिखेर चाहिँ त्यो खान आउँदा चाहिँ कुकुरलाई लाहादङनाले चाहिँ कुचोको डाँसलाई कुटेको हुनाले उसको करङहरू भाँचिएको छ अरे क्या करङ भाँचिएको छ त्यसले गर्दा कोचोमा तामसिरीले हिमसिम भन्छ नि हाम्रो अहिले त्यसो भन्छ त्यसरी त्यहाँ भएको अरे र अब यसो भइसकेपछि बच्चा जन्मिसक्यो अब उनीहरूमा ग्लानी बङ्गलखुन्ची अल सिकुम्नेमा मयसीसँग लाहादङ नानु सुहाम बेबा सुना इङ थेना इङ तङ्गेसी भने उनीहरू चाहिँ सल्लाह गरेर थियो माला चोक्सी भन्दा के गर्नु त न गा लाहादङ न बात हुँदा सुहाम्बेहरू बात गा तलङ ताङसाङ ला खाने इच्छा खाम्बे लान्छिङ तान्दी यी अनि आबु सयो म एकेला यो ओतुतु याक्ला सुहाङमा तुतुम्याङमा यो खायो देनी यम काई सोदो मे बोकरा गा सेरी बोङा खामलोमे सेरी बोङा तलङ ताङसाङला फेक्पा था खाने मुन्दाङ लराङ ओखाङ थाङे भङ्ग कुची बाचा एक तुस्याङको इच्छा खाम्बे लारे लाहादङ न तलङ ताङसाङ लारे स्वाम्बे भनेर चाहिँ उनीहरूको छोराछोरीहरू जस्तो अब त्यो त्यहाँ त पयाक छँदैछन् बाछा चाहिँ के भन्छ अब एकछिन भन्न सक्छु हजुर नेपालीमा भन्नुहोस् हजुर नेपालीमा बाछा चाहिँ के इच्छा खाम्बे भन्नुहुन्छ नि तलङ इच्छा खाम्बे लान्छे भन्यो त्यो चाहिँ कुन चाहिँ सुनाइँदैन उनीहरूले बाध्यता के भन्यो भने तिमी लाहादङमा चाहिँ पृथ्वी तलमुनि जाऊ पछि गएर लराङ भन्छ हाम्रो भाषाबाट अब नेपालीमा त्यसलाई के भन्छ थाहा छैन माथिदेखि झर्ने चाहिँ चट्याङ भन्छ सेरी माइती चाहिँ सेरी भएर म झर्छु पछि यो हाम्रो शाखा सन्तानमा त्यसरी चाहिँ फेरि काई मेबोक त्यसरी आपसमा चाहिँ हाड नाता गर्ने गरेछन् भने हामी त्यसरी भएर चाहिँ त्यसको अन्त्य गरौँ भनेर कसम खाएर चाहिँ उनीहरू छुटे र सेरी लाहादङमा चाहिँ भूकम्प सेरी र यो कसम छ नि सर जुन चाहिँ लाहादङलाई चाहिँ पृथ्वी तल जानु भने सोमफेबे चाहिँ कहाँ जानु भने सोमफेबे चाहिँ सुहाम्बेबाट तलङ ताङसाङ लारे आकाशमा गयो आकाश लोकमा त्यो यो भएर झर्छ नि वज्र भएर चट्याङ भएर सो यो चाहिँ पोसिबल छ भनेको नि अन्त त पोसिबल भए पनि नभए पनि अहिले चाहिँ के छ भने भएर आऊ भन्ने हो तल चाहिँ मुन्दाङे लराङ यो नेगेटिभ पोजिटिभ हुन्छ भन्छ नि त यो हरेक कुरामा त्यसले गर्दाखेरि तलदेखि आउने लराङ चाहिँ माथिदेखि जाने सेरी चाहिँ अब यहाँ नेपालीमा चाहिँ वज्र मात्रै झर्छ भन्ने माथिबाट चट्याङ झर्दा पनि मुनि के कुनै के कुद्छ नि यसरी पुरा त्यो उयो खनिराखेको हुन्छ नि त्यो नाली जस्तो नि सायद त्यही हो तल अन्त अहिले पनि चेली माइतीहरू बिग्रिनु हुँदैन चट्याङले हान्छ अरे भन्ने यहाँबाट उठेको रहेछ चेली माइतीहरू बिग्रिनु हुँदैन भन्छ नि सन्तान होइन सन्तानभन्दा अगाडि त्यो सुशीबेन लालाबेन बाबु सुशीबेन लालाबेनका आमा मुजिङना ख्योङना
त्यो अलिकति साइने सम्बन्धमा त सर जोडेर ल्याइदिनुहोस् न भन्नाले मुजिना खयाउनाको पहिलो मानव मुजिना खयाउना दोस्रो मानव चाहिँ मुजिना खयाउनाको छोरा सुसुवेङ लालावाङ मुजिना खयाउनाको श्रीमान छैन ऊ चाहिँ सुसुवेङ लालावाङ चाहिँ के हो भन्दाखेरि सुरी केतङ शाह भएकै हुनाले उसको नाम सुसुवेङ लालावाङ भएको अब पछि चाहिँ उसले उमेर पुगिसकेपछि त्यो नाम परिवर्तन गरेर सावा युफुङकेम्बा भनेर चाहिँ हिँडिसकेपछि जब उसले चाहिँ सावा युफुङकेम्बा भइसकेपछि उसले के लिएर हिँड्ने भन्दाखेरि परादङ्ना स्यालेदङ्ना किरीदङ्ना र कुट्टीदङ्ना 4टा शिकारी जन्तुहरू लिएर उसले चाहिँ शिकारको प्रारम्भ गर्यो अनि त्यसपछि चाहिँ त्यो अब त्यही त्यो अघिकै अलिकति जोडिदिनुहोस् न त्यो सुसुवेङ लालावेनले अरू 4 जना बिहे गरेको अब त्यही क्रममा नाम फेरि दोहोऱ्याइदिनुहोस् न त्यही क्रममा चाहिँ नि त्यो शिकार खेली हिँड्दाखेरि पहिले तल चाहिँ यो सुलुङमा मुकुमलुङमालाई बिहे गर्यो त्यहाँको चाहिँ तल भन्नाले ठ्याक्कै यही ठाउँ भन्ने यो सुलुङमा मुकुमलुङमा भन्छ मुकुमलुङमालाई त्यहाँ बिहे गर्यो उसको सुसार हेर्ने त्यहाँ बिहे गर्यो त्यहाँ धामे मेकिम लगे इगाए चुमु आन्दुसी अब छ होला त्यो मैले सुने नभएको हुनाले भने चुमु आन्दुसी अलि या म आप्चा पुङमै लामो वसा थोलाम वजिक लाङदोङ थासी भनेको फेरि त्यहाँ साथी बनाइरहेको बिहे गरिरहेको अनि फेरि शिकारकै क्रममा उभौली लाग्यो सुसुवेङ लालावाङ त्यो आफ्नो सबै शिकारी सङ्गीहरू लिएर अनि लागिसकेपछि फेरि थोसुलुङमा फियामलुङमासँग चाहिँ सेन्टिके तुम्माहरू त्यो चाहिँ कहाँ बस्ने भन्ने तपाईँहरूलाई अनुमान छ फियामलुङमाको त अब हामी के अरे त्यहाँ पुग्नै पर्छ होला फियामलुङ भनेको त्यो कसरी अहिलेको कुन ठाउँ भन्न सक्नुहुन्छ ठ्याक्कै त अब त्यो कुन 4जना हो त्यो 2जना श्रीमतीको सुसारे साथी पनि थियो नि त त्यो फियामलुङमाकोमा पुगिसकेपछि उसको पनि त्यहाँ चाहिँ त्यसलाई मेकिम लगाए अब त्यहाँ चाहिँ इगा चाहिँ म वान्दुसी जेठी चाहिँ यो सुलुङमा यो मुकुमलुङमा हो ओहो यहाँ कन्फ्युज हुन्छ कि थोसुलुङ फियामलुङमा पछिल्लो चाहिँ थोसुलुङमा जेठीबाट जन्मेको नानीहरूको नाम लाहादङ्ना त्यही एउटा मात्रै देखियो अब अर्को त्यो उसको सौतादेखि जन्मेको चाहिँ नि साङदाङखेवा उता जेठीको मुकुमलुङमासँगको साङदाङखेवा यता माथि पुरुष नै पुरुष हो होइन नि लाहादङ्ना त छोरी मान्छे भयो नि त लाहादङ्ना छोरी मान्छे भयो साङदाङखेवा छोरा मान्छे भयो यता माथि अब माथि आयो फियामलुङमाकोमा आयो फियामलुङमाको स्वामदेव छोरा जन्म्यो अर्को के अरे उसको सुसारेनीको पनि छोरै जन्म्यो लिङदङ खेवा र के अरे लिङदङ खेवा र सुवामदेवा छोरा यता मुकुमलुङमाकोबाट चाहिँ छोरी र छोरा भइसकेपछि अब त्यो साङदाङ खेवा लिङदङ खेवाले चाहिँ अघि पनि भनेको छ त्यो पामफोची उनीहरूले झुक्याउने भुलाउने गर्टिङ जस्तो भनौँ न अब अङ्ग्रेजी अलिक आउँछ जस एउटा ख्यालठट्टा टाइपमा त्यतिखेरको समयअनुसारको यिनीहरूलाई झुक्याउने बदला लिनु टाइपको के त्यो कान्छी होइन सर कान्छीले हेट्यो सौता भने जस्तो सौताले हेट्यो भनेर चाहिँ सौता पर्यो नि त तिनीहरू अनि त्यसो भइसकेपछि तिनीहरूबाट तल सौताको छोरा चाहिँ सौताको छोरा चाहिँ मिलेर चाहिँ त्यो के अरे 2जना जेठी सौताहरूको चाहिँ छोराछोरीलाई पाम्भोजी कान्छीको छोरा चाहिँ मिले छोरा मिल्यो अनि जेठी यता जेठी र कान्छी जो छ अलि अगाडि अझै त्यो मालिकनीहरूको छोरा र छोरी बिचमा गलत मेसेज दिएर चाहिँ उनीहरूलाई यौन सम्पर्क गराइसके अरूले बनाइदिए उनीहरू त के अरे त्यो भौतिक शरीर नछुटेपछि त काका जस्तो सुसुवेङ लालावेन के अरे योबाट जन्मेकोहरू 8 भाइ सन्तान अब यहाँ त्यसो गर्दाखेरि अब फेबासा या म होइन अब उनीहरू चाहिँ तरङदाङसाङ के लावेन स्वाम्बेको गइसक्यो लाजाउने इसा खाम्बे लारे अब फेबासा या खाँदै समागे माग्नु तुम बारे
삼명지링게 배영무역 해 빠지링게 배영무역 그러더니 사와예항메대 먼저 예탕대어는 예항메대 예항메대래 त्यो यहाँधाम देन भनेर भन्छ र त्यो चाहिँ को त भन्दाखेरि त्यही काई सोधो छ यो जुन चाल्नीमा केलाको भनेको तिनीहरू त्यही त हो त अनि यो भनेपछि लाहादङ र सुवाम्पेपाको छोराछोरी होइन 19 जना त्यो 19 जना भन्नेले भनेका छन् 19 जना कतिजना होइन तर त्यो त किरासरी थिए नि त किरासरीमा देवरले चाहिँ साम्याङजीले यपाची लिङ्गेमा चाल्दाखेरि चाहिँदो जति झरे त्यहाँनिर यहाँ भए चाल्नीमा झार्नु चाहिँ झारेको चाल्नीमा चाले अन्त माथि रहेकोलाई चाहिँ मुरिङला खारिङला त्यो सिमुगेर माथि एउटा कुरा के हो भन्दाखेरि मलाई आफ्नै किसिमको कुरा त्यो नचाहिँदो कुरा त सिद्धि नि चाहिँदो कुरा मात्रै झरे अब यहाँनिर मुन्दुमले के भने अर्को एकाले साथीले मुन्दुमले के भन्छ भने माथि रहेको चाहिँ पेली फाङसाम भयो भनेर भन्छ हजुर हजुर त्यो त पेली फाङसाम त हुनै सक्दैन पेली फाङसाम तल जब यहाङ झर्दाखेरि यहाङको सँगै हुन्छ कि फेदिकुम फेदाङमा सावरा याचामा महीकुम ट्याङ्सी भनेर यिनीहरू त्यति नै खेर झर्या हुन् त्यही चाहिँ एउटा समूह झरे भनौँ न त्यसको अर्थ यहाङ भने चाहिँदो झरे अरू त छुटिए सिद्धियो सिद्धिए चाल्नीमा त्यो चालेपछि यहाङ र पेली फाङसाम सँगै झरेको है पेली फाङसाम भन्ने नै यो अर्को नयाँ शब्द हो यो कसरी हो नि अब यो शब्द पहिले त्यो शब्द क्लियर गर्नुपर्ने हुन्छ कि मैले जानेको सावा याछाम पेली फाङसाम भन्ने हुन्छ त्यो सावा याछामकै के अरे परिपूरक शब्द हो नि त्यो पेली फाङसाम त अब यहाँ चाहिँ पेली फाङसाम त्यसरी रह्यो भन्छ अर्को त्यो लेखेको मुन्दुमा हाम्रो अरुणजी त्यही व्याख्या गर्नुहुन्छ भने त्यो चाहिँ होइन सावा याथाङ पेली फाङहाङ सावा यहाङ भने जस्तै के अरे हामीले फाङसाम भन्यौँ होइन फाङसाम पेली सावा याछाम पेली फाङसाम सावा यहाङ पेली फाङहाङ भने जस्तै त्यही के अरे एक आपस परिपूरक शब्दहरू तिनीहरू अन्त अर्को कुरा नि तपाईँ बोल्दा भयो नि त्यो चाल्नीमा जुन एकजना अर्केर मर्यो अरे त्यो चाहिँ नेतिना फुङदिना एकाङ त्यो उनीहरूको फुङलाङमा अरे याबाहरूको भनेर पनि त्यो जोडिन्छ नि अलिकति नेतिना फुङदिना भनेर नि त्यो नेतिना फुङदिना भन्ने कुरा त के हो भन्दाखेरि पेली फाङसाम भनेकै तिनीहरूले भन्नु खोजेको कुरा त्यही हो कि हजुर तर अब येबा चाहिँ त्यति नै खेर सँगै झरेका छैनन् येबा झरेका छैन त्यतिखेर झरेका छैन येबा त पछि अब फेरि मानव विकास हुँदै गयो नि तुम्याङ मेबोन्द्र मेबेले खेङ्गा यो थिए बोके वेले यो थाबु सिङ्ला मेलाएर पोग्ला लुङ्ला मेलाएर मेगेगामा थिए बा मुक्कुम सने बोके हिदुक सामसोगा खकुला नुसु बोके अब यो चाहिँ के हो भन्दाखेरि सबै मानव अरूको वृद्धि हुँदै जाँदा के कोही चाहिँ लडेर मरे कोही बगेर मरे कोही चाहिँ के अरे सुगुप भनेको बच्चा पाउँदा चाहिँ मरे भने यो अवस्थामा अनि घर आगलागी भएर चाहिँ भयो सबै दिन के भयो भन्दाखेरि यिनीहरू वायुको प्रारम्भ भयो यो चाहिँ फेदाङमाले पनि सकेन साम्बाले पनि सकेन सिङसाके फाराङ्गेले पनि सकेन मुइगुम ट्याङ्सीले पनि सकेन खामलुङ बैजाङले पनि नसकेपछि त्यतिखेर तुम्याङहरू यति शक्तिशाली थिए अरे जब अब के गर्ने त भन्दाखेरि तुम्याङहरूले चाहिँ आह्वानमा चाहिँ त्यो शिवाकै यामे फोक्वामा है त्यतिखेर चाहिँ बिजुवा को झऱ्यो भन्दाखेरि एफेङसोयामा भन चाहिँ मया खोलामा झरेको छ र त्यहाँ चाहिँ नि के अरे मया खोलाको तान्त्रिक भएको हुनाले ऊ चाहिँ आवश्यक पर्दा गाउँमा चाहिँ उ गर्ने अरू बेला चाहिँ ओडामा बस्ने त्यसैले गर्दाखेरि पछि गएर त्यो यमानीको सेखपछि ऊ मरिसकेपछि अब त्यो उहाँको त्यो सबै सामा भन्छ नि या सामाहरू चाहिँ कहाँ बगाइदियो भन्दाखेरि खोलामा बगाइदिए अब यो त छोरी मान्छे आउँदो रहेछ ल हुँदैन भनेर खोलामा बगाइदिए त्यो चाहिँ जालान्दाखेरि कसले भेट्यो भन्दाखेरि पोमुके छाङ्याले भेट्यो पोमुके छाङ्या फैया भयो भेट्यो अब ऊमा त्यसको शक्ति आयो ऊ चाहिँ जहाँ चितायो त्यही पुग्न सक्ने
उसलाई कुनै केहीको सहारा नचाहिने यो अवस्थामा ऊ आयो। अब त्यसो हुँदाखेरि त्यो चाहिँ मरेको के अरे यमाको चाहिँ अंश के भयो भन्दाखेरि सावा एफएसआर त्यो अंश चाहिँ विभिन्न के भन्छ रूप धारण गर्दै गयो। त्यसलाई चाहिँ सामेधुङ यमाधुङमा भन्यो। अब त्यो यमाधुङमा अहिले के भन्छ भने बिजुवाहरूले उनीहरूको उठाउँदाखेरि यबो तपाईँले अघि त्यो 8 जनाको नाम लिनुभएको भने